दर्शकबिन स्वागत गर्न चाहन्छु बीटी अनलाइनमा। आज हामी चाहिँ यो अस्ति भएको जेएनजी आन्दोलन पश्चात क्षतिग्रस्त दमक भेउटाहरूको अवलोकन गर्न गइरहेका छौं हैन। अहिले चाहिँ हामी दमक चोकबाट माथि जाँदै छौं भेउटार जाने बाटोतिर। यो चाहिँ दमक बजार हो। दमक बजारबाट 5 किलोमिटर माथि पर्ने गर्दछ भेउटारको लोकेसन र भेउटारको कति क्षति भएछ भन्ने कुरा हामी यस भिडियोमा तपाईहरुलाई देखाउने छौं हैन। हामीसँग जोडिएर रहनु होला। अहिले चाहिँ हामी दमकको एकदम अहिले भाइरल टिकटकमा अत्यधिक भाइरल रोड हुँदै जाँदै छौं। केही बेरमा हामी पुग्ने छौं र हामीसँग जोडिएर रहनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र भिडियो एक लाइक र शेयर गर्न पनि नबिर्सिदिनु होला। हामी चाहिँ अब गइ नै रहेका छौं। लगभग अब चाहिँ हामी भेउटारको नेर आइपुगिसक्यौं भन्नुपर्छ। र यो जुन भर्खर बनेको पक्की सडक देख्दै हुन्छ। अस्ति हामीले केही हप्ता अगाडि मात्रै भेउटारको भ्लग भिडियो बनाउँदाखेरि यो बाटो कच्ची थियो। अहिले चाहिँ तपाईको पूर्ण रूपले पक्की भइसकेछ। यस विकास त हुँदैछ यो क्षेत्रमा पनि। अस्तिसम्म तपाईको 2-3 हप्तासम्म कच्ची थियो, पुरै ग्राभल थियो, बन्ने क्रममा थियो भने अहिले पूर्ण रूपले पक्की सडक भइसकेछ हैन। र हामी अब भेउटार पनि लगभग आइपुगिसक्यौं दर्शकबिन। अब यहाँबाट हामी कस्तो के छ यहाँको भित्र त जान पाइँदैन पक्कै पनि। अब बाहिरैबाट भए पनि के कति क्षति भएको छ त्यसको भिडियो हामी तपाईहरुलाई भिडियो कैद गरी देखाउने प्रयत्न गर्नेछौं। हामीसँग जोडिनु होला र भिडियो मन परे लाइक गर्नु होला, साथै कमेन्ट गर्न नभुल्नु होला है। र फेरि पनि भन्दैछु कि भिडियोलाई एकचोटी हाम्रो च्यानललाई एकचोटी सब्स्क्राइब गरिदिनु होला है साथीहरु। ल साथीहरु, भेउटार त पुरै क्षतविक्षत अवस्थामा रहेछ। हेर्नुस् त, सिसाहरू एउटै पनि बाँकी छैनन्, सबै फुटिसकेका छन्। तल भुइँतलादेखि लगभग तपाईको माथि भनौँ न 18औं तलासम्मै सिसा एउटा पनि देख्न सकिँदैन हामीले। सबै टुटिसकेको छ, क्षतविक्षत रूपमा छ भेउटार। यो दक्षिणपट्टिको भाग तपाईलाई हामी देखाउँदैछौँ। चारैपट्टि हामी घुमेर भिडियो कैद गर्नेछौँ। यो अहिले फेरि हामी आयौँ उत्तरपट्टिको भागको क्लिप है। यो चाहिँ उत्तरपट्टि पनि तपाईको यस्तो छ एकदमै। हामीले केही हप्ता अगाडि मात्रै तपाईको 3-4 हप्ता अगाडि मात्रै हामीले यहाँ आएर भिडियो बनाएको थियौँ। एकदम राम्रो लागेको थियो हामीलाई चाहिँ हैन। ल हेर्नुस्, अब फेरि हामी आयौँ पूर्वी भागमा। हेर्नुस्, भेउटारको पूर्वी भाग पूर्वतिर झन् धेरै हेर्नु त क्षति भएको छ। सबै सिसाहरू तपाईको कहीँ पनि बाँकी छैनन् हैन। पूर्ण रूपले सिसा चाहिँ फुटिसकेको र झैसकेको। अहिले पनि हामी यहाँ भिडियो बनाउँदै गर्दा सिसाहरू झरेको आवाज क्या। यत्रो दिन पछाडि पनि सिसा तपाईको सायद घामले होला, तातो अस्तिको र अहिलेको घामले गर्दा चर्केको सिसाहरू, फुटेका सिसाहरू झर्ने क्रम अहिले पनि जारी छ। हामीले ब्याकग्राउन्डमा साउन्ड पनि सुनिरहेका छौँ, झरेको साउन्ड हैन। यस्तो छ हेर्नुस् है दुर्दशा भेउटारको। एकदम दुःख लाग्दो कुरा हो क्या यो चाहिँ। यो हाम्रै सम्पत्ति, राष्ट्रको सम्पत्ति हो, हाम्रै करबाट निर्माण गरिएको हो। यसलाई यसरी चाहिँ क्षति गर्नु हुन्थेन। अब हेर्नुहोस्, यो पश्चिमपट्टिको भाग देखिराख्नु भएको, यता पनि पूर्ण रूपले क्षति भइसकेको छ। यसलाई यसरी क्षति गर्नु हुन्थेन, यसलाई संरक्षण गर्नु पर्थ्यो। यसलाई कुनै एउटा ठुलो मेडिकल कलेज स्थापना गर्नु पर्थ्यो। यहाँ मेडिकल कलेजलाई दिएको भए हुन्थ्यो। एउटा दमकको या झापाकै नाम हुन्थ्यो ठुलो मेडिकल कलेजको हिसाबले हैन। ठुलो गलत काम भयो यो जेएनजीले हैन। यो जेएनजीको नाममा घुसपेट भएर गरिएको काम हो क्या दर्शकबिन। आज चाहिँ हामी यो भेउटारको लागि हेर्नको लागि, अवलोकन गर्नको लागि आएका छौँ। यो जेएनजी आन्दोलन पछाडि
जुन जेएनजी आन्दोलनमा क्षतिग्रस्त यो भ्यू टावर तपाईँले देखिराख्नु भएको छ, यो तपाईँको धेरै नै क्षति भएको देखियो यसमा होइन। तपाईँले भिडियोमा पनि देखि नै राख्नु भएको छ। तर मलाई जहाँसम्म लाग्छ यो जेएनजी युवा पुस्ताले गरेको काम होइन। यो भनेको तपाईँको गरेको भनेको यहाँ अरू थर्ड पर्सन व्यक्तिहरू, अनैतिक व्यक्तिहरू घुसपेट भई यो क्षति गरेका छन्। अलिकति दुःख लाग्दो कुरै हो क्या यो। अब राष्ट्रको सम्पत्ति, हाम्रो सम्पत्ति अझै पनि भन्नुपर्दाखेरि चाहिँ अब वास्तवमा हामी तिरेको ट्याक्सबाट होइन बनेको 3.5 अर्बको लगानीमा बनेको यो भ्यू टावर जसरी यो तोडफोड गरी आगजनी गरी क्षतिग्रस्त गरिएको छ, यो चाहिँ एकदम दुःखदायी कुरा लाग्यो होइन। म फेरि पनि भन्न चाहन्छु, यसलाई क्षति गर्नुको सट्टा बरु एउटा कुनै मेडिकल कलेजलाई दिएको थियो भने यो ठाउँ दमकको सान हुन्थ्यो, एउटा मेडिकल कलेज होइन। सायद नेपालमा यति ठुलो मेडिकल कलेज छैन पनि होला, एउटा उदाहरण पनि हुन्थ्यो, एउटा एक्जाम्पल पनि हुन्थ्यो दमकको लागि होइन। झापा जिल्लाकै लागि भनौँ अझै पनि यो ठुलो क्षति गरेको छ। यसमा म मेरो तर्फबाट खेद प्रकट गर्न चाहन्छु। र फेरि पनि म तपाईँलाई के जानकारी गराउन चाहन्छु भने यो पक्कै पनि 100मा 100% हेर्नुहोस् दर्शक पनि, यो भनेको जेएनजी पुस्ताले गरेको काम होइन। तर यो राष्ट्रको सम्पत्ति, हाम्रो ट्याक्सबाट बनेको सम्पत्ति तोडफोड भएको छ क्या। यसमा चाहिँ एकदम हृदय छ्याछ्या भएर आएको छ क्या। मैले भन्नुपर्दा तपाईँले पनि जुन हिसाबले हेरिराख्नुपर्छ, पक्कै पनि तपाईँ दर्शकहरूलाई पनि एकदम हृदयमा अलिकति चोट परिरहेको होला। र यही भन्न चाहन्छु, भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन्, यस्ता घटना नहुन्। फेरि पुनः कुनै बेला आन्दोलन होला, आन्दोलन क्रममा यस्तो राष्ट्रको सम्पत्ति, राष्ट्रिय सम्पत्तिहरूलाई संरक्षण गरौँ सबैजना भएर। तोडफोड गर्ने होइन कि संरक्षणतिर चाहिँ लागौँ क्या। जस्तो नगरपालिका तोडफोड भएको छ, इलाका प्रहरीको बुथहरू तोडफोड भएको छ, यी गलत कार्यहरू भएका छन्। यिनीहरूलाई चाहिँ तोडफोड गर्नुको सट्टा हामी आम नागरिक होइन ले चाहिँ संरक्षण गर्नपट्टि लागौँ भन्न चाहन्छु। र दर्शकबिन, अस्ति केही हप्ता अगाडि मात्रै आएर भ्यू टावरको मैले भिडियो बनाएर ब्लग बनाएर हालेको थिएँ। र केही हप्ता पछाडि यो दुर्दशा देख्नु पर्दा बहुत दुःख लागेको छ। हेर्नुहोस् होइन, मैले लिफ्टबाट चढेर 18 तला माथि गएर सबै देखाएको थिएँ, राम्रो लागेको थियो। अब केही हप्ता पछाडि यस्तो गति देख्दाखेरि बहुत दुःख लागेको छ। तपाईँले भिडियो हेरि नै राख्नु भएको छ। तपाईँहरूलाई कस्तो लाग्यो यो आजको अवस्था देखेर? र केही हप्ता तपाईँलाई मैले क्लिप पनि राखिरहेको छु, पहिलाको अवस्था र अहिलेको अवस्था र जल्दै गरेको अवस्था। तपाईँलाई कस्तो फिल भइरहेछ, कस्तो सोच आइरहेछ, कृपया कमेन्ट गर्न सक्नुहुनेछ। कृपया कमेन्ट गर्नुहोला है। यस्तो अवस्थामा देख्दा साह्रै हृदय रोयो मेरो चाहिँ दर्शकबिन है। साह्रै हृदय पोलो। हाम्रै पैसाले बनेको यो नबन्नु थियो, बनिहाल्यो, तर यसलाई संरक्षण गर्नुपर्ने थियो, सदुपयोग गर्नु पर्थ्यो। ल हेर्नुहोस्, हामीले केही हप्ता अगाडि मात्रै आएर बनाएको भिडियो, त्यो त्यतिखेर यो अवस्थामा थियो भ्यू टावर। हेर्नुहोस्, हामीले त्यही 3-4 हप्ता अगाडि, लगभग अराउन्ड 1 महिना भनौँ न अगाडि हामीले आएर खिचेको भिडियो हेर्नुहोस् ल, यस्तो अवस्थामा थियो भ्यू टावर। अब अहिले कस्तो अवस्थामा छ देखि नै राख्नु भएको छ। यस्तो थियो, राम्रो थियो एक किसिमले होइन। अब लोकल पर्यटकहरू आइ नै राख्नु भएको थियो। यसलाई चाहिँ अलिकति व्यवस्थित गरेर एउटा कुनै मेडिकल कलेजलाई, हस्पिटलका लागि दिनुपर्ने हुन्थ्यो, दिँदा राम्रो हुन्थ्यो, यो ठाउँको विकास हुन्थ्यो। र ठुलो गलत कार्य भयो, नहुनुपर्ने घटना घट्यो होइन, नघट्नुपर्ने घटना घट्यो। एकदम दुःख लागिरहेछ मलाई चाहिँ दर्शकबिन। हेर्नुहोस् कस्तो थियो पहिला तपाईँको बनाइसकेर सुचारू हुँदा यो अवस्थामा थियो भ्यू टावर। र अहिले कस्तो छ भन्ने गर्दा तपाईँले भ्यू टावर के अरे भिडियोमा देखि नै राख्नु भएको छ। हेर्नुहोस् यस्तो अवस्थाको भ्यू टावर क्षतविक्षत भई यो अवस्थामा परिणत भयो। यो कसैले कल्पना पनि गरेको थिएन होला दर्शकबिन, यस्तो हुन्छ भनेर कसैले कल्पना पनि गरेको थिएन, सोचेको पनि थिएन, चिन्ताको पनि थिएन होला। यो अकस्मात आउने बाढी जस्तो भएर आयो र यस्तो खालको विडम्बना भोग्नु पर्यो है। बहुत दुःख लाग्यो मलाई देखेर, एकदम नराम्रो लागिरहेछ, मन परिरहेछ। अब यसलाई फेरि पुनर्निर्माण गर्नको लागि समय बर्बाद, समय लाग्ने भयो, पैसा धेरै खर्च हुने भयो। त्यो पैसा अब फेरि लाग्ने खर्च हाम्रै करबाट जाने हो। यो कुराहरू हामी सबैले बुझ्नु
आवश्यकता थियो यो तोडफोड गर्नुभन्दा अगावै पुनः यसलाई निर्माण गर्नको लागि त हाम्रै पैसा अब हाम्रै करबाट उठेको पैसा राष्ट्रको सम्पत्ति नै बढ नै हुने हो नि त बन्ने हो नि त होइन र यसो हुँदाखेरि त डबल पैसा खर्च भयो बहुत यो कारणले गर्दा बहुत दुःख लागेछ दर्शकबिन तपाईहरुलाई तपाईको मनमा भिडियो हेरेर कस्तो विचार आउँदैछ आइरहेछ कृपया तल कमेन्ट गर्न सक्नुहुनेछ मलाई चाहिँ एकदमै दुःख लागेछ है दर्शकबिन र बाँकी कुरा भिडियोमा देखि नै राख्नु भएको छ के कस्तो अवस्था छ भन्ने कुरा सबै उलटपुलट भइसकेको छ हेर्नुस् न तहस नहस
हस्त दर्शकबिन, यस पीडादायी भिडियो सँगसँगै हामीले बिदा माग्नुपर्ने बेला भइसकेको छ र हामी जानुभन्दा अगाडि फेरि पनि के भन्न चाहन्छौँ भने हाम्रो च्यानल नयाँ भएको कारणले गर्दा हाम्रो च्यानललाई एक सब्स्क्राइब गरिदिनु होला र हामीलाई अगाडि बढ्नको लागि मद्दत गरिदिनु होला र एक शेयर र एक लाइक पनि गर्न नभुल्नु होला। अब फेरि हामी अरू नेक्स्ट भिडियोहरू लिएर आउनेछौँ। तबसम्मलाई बिदा माग्न चाहन्छौँ। हवस् त, धन्यवाद।